होटेलको जस्तो स्वादिष्ट प्राउन मेन्चुरियनको लागि चाहिँ 1 पावा प्राउन लिएको छु। प्राउन अथवा झिङ्गे माछ। यो प्राउनको चाहिँ पछाडिबाट यसरी चिरा लगाउनुपर्छ। यो यसरी चिरा लगाएर चाहिँ यो पछाडिको जुन चाहिँ यिनीहरूको मैला आन्द्रा हुन्छ त्यो चाहिँ फ्याक्नुपर्छ। आधा निम्बु, कर्नफ्लोर 1 चम्चा, 1 चम्चा मैदा। यो चाहिँ कोटिङको लागि हो। यो काश्मिरी लाल मिर्च, नमक स्वाद अनुसार, यो काली मिर्च आधा चम्चा जस्तो, यसमा अलिकति भेनिगर, अन्त यो अन्डाको व्हाइट। यो सबै लगाएर चाहिँ यो मजाले चलाउनुपर्छ यसलाई। अन्त अदुवा लसुनको पेस्ट, यतिको फिटिसकेपछि चाहिँ यसलाई 15-20 मिनटको लागि छोपेर राख्नुपर्छ। यतिको तेल खरिसकेपछि चाहिँ सबैलाई यसरी हाल्नु पर्यो। यतिको फ्राई भइसकेपछि चाहिँ यसलाई निकाल्नुपर्छ। अब यसलाई यसरी राख्नुपर्छ। यो अदुवा लसुन चिरेको, क्याप्सिकम, सिमला मिर्च, यसमा पनि चलाउँदै ज्यादा पकाउनु हुँदैन यो, किनभने यो काँचै खाने सब्जी हो कि। भेनिगर, नमक स्वाद अनुसार, टमेटो सस, चाहिँ कर्नफ्लोर घोलेको। कतिको बाक्लो खानुहुन्छ त्यही हिसाबले बेसी कम्ती गर्न सक्नुहुन्छ। यतिको भइसकेपछि चाहिँ यो फ्राई गरेको प्राउन हाल्यो। यसरी टस गर्दै गर्नुपर्छ यो सबैसँग भिज्ने गरी। लो हाम्रो प्राउन मेन्चुरियन चाहिँ कम्प्लिट भयो। अब यसलाई सर्भ गर्नुपर्छ।